अहिले त्यो शैतान कहाँ छ तपाईँलाई याद छ? शैतान कहाँ छ तपाईँलाई याद छ? भन्नु हजुर, शैतान कहाँ छ याद छ? हजुर, तपाईँलाई यादै छैन? हौ त्यो त इन्ट्रेस्टिङ छ। अब अहिले मैले भने तपाईँ फेरि मन नदुखाउनु नि फेरि। शैतान चाहिँ अहिले चर्चको दैलोमा बसेको छ अरे, चर्चको दैलोमा। हेलो चर्च, यहाँ सुन्नुहोस् न, मलाई म जोक गरेको होइन नि त, जे हो र त्यही भनिदिएको। यहाँ चर्चको दैलोमा भूत रहेछ भनेको होइन फेरि। शैतान चाहिँ चर्चको दैलोमा छ अरे अहिले। मैले एउटा भूत लागेको बहिनीलाई डाँड्दै थिएँ, अनि त्यो भूतसँग म बोल्दै थिएँ, कहाँ छस्, किन आइस, किन सेला मार्न चाहन्छस्? अनि त्यो भूतले के भने छ, लुसिफरले आज मलाई यसलाई मारिसक्नु भनेको छ, लुसिफरले यसलाई मलाई मारिसक्नु भनेको छ। अनि मैले सोधेँ किन चाहिँ, कहाँबाट पसिस? चर्चको दैलोमा चाहिँ मेरो ड्युटी हटाएका थियो। आहा, छक्कै पऱ्यो नि म त। लुसिफरले नि भूत आत्माहरूलाई चाहिँ चर्चको दैलोमा ड्युटी हटाएको छ, चर्चको दैलोमा, चर्चको दैलोमा। अनि नि सुन्नुहोस्, आज चर्चमा आउँदाखेरि त को विचार बोकेर आएको हुन्छ नि मान्छे। अनि लुसिफरले भनेको छ अरे चर्चको दैलोमा बस्नु, चर्चभित्र पस्दै गर्दाखेरि नि ठुस्केर आएको, मन दुखेर आएको, गनगनीहरू आएको हुन्छ नि, विचारमा बोल्नु भनेको छ नि। अनि त्यो छोरीलाई नि बिहान नि आमाले छिटो जा चर्च, ढिलो भइसक्यो भनेर गाली गरेको रहेछ नि त। अनि गनगनिँदै आएको गर्दै आएछ, गर्दै आएको बेला त टक्क चर्चको दैलोमा त भूतले टक्क भेट्यो नि। त्यो भूतले के भन्छ याद छ, त्यो किस्केर आमाले तँलाई माया गर्दैन, चर्चमा पनि अब दोसँग पैसाहरू बोल्दैन, तँलाई माया गर्ने त पहिला तेरो बोयफ्रेन्ड तेरो सम्झिँदा बाहिर जाँदा टोइलेटमा त्यसलाई फोन गर्दा त्यसले पो तँलाई माया गर्छ भने अरे भूतले भनेको कुरा भन्दैछ म तपाईँलाई। पत्याउनु भएन, के मेरो मनमा छ, भिडियो देखाइदिन्छु लु, तपाईँले पत्याउनु भएन भन्दा। भिडियो छ मैले त भिडियो गर्छु आजकल, किनभने पत्याउँदा नि धेरै मान्छेले। त्यहाँदेखि टोइलेटमा गएर बोयफ्रेन्डलाई फोन गरेछ, ठिक्कै बोयफ्रेन्डले फोन उठायो। अब त्यो भूतको चाल छ नि त। त्यहाँदेखि बोयफ्रेन्डले बोलाएछ, गयो, त्यो राति होटलमा बस्यो, बेबिचार गरी पठायो। त्यहाँदेखि भूत आत्मा सट्टै पछि उठ्छ। अनि लुसिफरले भने यसलाई छिटो मार। सुन्नुहोस् जवान, शैतानले चाहिँ लुसिफरले चाहिँ जवानीहरूलाई छिटो मार्नु भनेको छ, किन उहाँको आगमन नजिक छ नि त। यीशु आउनुभन्दा अगाडि चाहिँ चर्चको जवानलाई मारिसक्नु भनेको छ। सुन्नुहोस्, शैतानको रणनीति जवान छोरा प्रार्थना नगर्नेहरू सुनिरहेका भनिहाल्नु हुँदैन नि त, एक सेकेन्ड मात्रै भएन नि त, बसेर एक सेकेन्ड नि त। कुण्डको आगो र फ्रस्ट्रेसन एक सेसन होइन है, अनन्त अनन्तसम्मको। आज एक सेसनमा चाहिँ बरु जीवन आउँछ।